सो गाइस हामी चाहिँ नि घर काट्न भालु खोला गएर भालु खोला जान आएको। सो गाइस मैनारी जाने बाटो सक्नु त यता चाहिँ नि बन्ड किले फारेको त यता नै यस्तो फारेछ। यता बाटो राम्रै भएछ खनेर। यहाँ चाहिँ नि साइकल टुक्रान कम त मजा आउला यो बाटोमा सर र हामी चाहिँ नि अब हिँडाएर आइसक्यौँ। अझै टाढो छ क्या हौ। गाइस यहाँ मजाको छ बाटो चाहिँ यो बाटोमा गाडी देख सक्थ्यो डाँडामा। सो हामी चाहिँ आइपुग्यौँ। यहीँबाट होइन हामी यता माथि जाने यही बाटो जाने अहिले यो बाटो जान्छौँ हामी चाहिँ नि। सो गाइस देख्न सक्नुहुन्छ हामी खर काट्ने यस्तै बाबे काट्न आएको। सब छोटो छोटो छ कि गाइस के गर्ने अब भाग्यमै अब छोटो लेखेछ। यस्तो बाबे कोही छ भने हामीलाई सम्पर्क गर्नु होला गाइस। देख्न सक्नुहुन्छ गाइस हामी चाहिँ नि यस्तो घना जङ्गलमा आइसक्यौँ। के छ सुन्दर ठिक छ नि यता हेर्न। सो मेरो भाइ चाहिँ नि यही हो। अब के गर्ने अब हामी यहाँ आछौँ यहाँ खर खोज्न बाबे। अब यहाँ पाइए छैन अब के गर्ने। ओ सो गाइस देख्न सक्नुहुन्छ त्यहाँ चाहिँ ठुलो बाले खर पाइसक्नु भएको छ। आज टाढा हुँदा त्यही फोटो हेर्नु त्यही फोटो हेर्नु म बसेको मन कहिले नफेर्नु हो गाईलाई चराउँदै लाली जोमा जान्छ कि हजुरा पाता बजाउँदै आज चाहिँ नि खरको भारी लाग्ने हो घर। यो छाउने बेला चाहिन्छ के खर गाइस। अब के गर्ने घरमा छाउनै पर्छ त्यो भएर काट्न आएको। अब अरू ठाउँ पनि अरू कस्तो हुन्छ त भन्नु गर। गाइस उठे चाहिँ खर काटिरहेछन् म पनि यता काट्न लाग्छ। अब सो देख्न सक्नुहुन्छ। सो गाइस हाम्रो भारी चाहिँ नि बानिसक्यौँ। यही हो त्यो सब भारी यही छ। अर्को बोतलको पानी त सक्यो। अब भाइ त यही हाम्रो बाबे काट्न आएको यही खर। गाइस अब यति हो। गाइस हामी चाहिँ अब घरतिर लाग्नु लाग्छ। अब भारी चाहिँ पुग्यो भारी पुगेर अब यही डाँडा
जान लाग्छ। अब के गर्ने भ्याएछ, अब यस्तै छ जिन्दगी। भाइको बारी यस्तो छ, मेरो त्यहाँनिर सानसानै छ, हलुङ्गो हुने छ खर्चानी हो नि त। म त गुरुङ्गो हुन्छ भनेर गएको थिएँ, नकाटेको धेरै टिकट छ गाई हेर्न सक्नुहुन्छ। भारी छ नि कति नाइ सिधै छ मेरो त, तेरो भारी प्याक्नु भएको छ। तेरो त छ। जोस् मजा आयो, खर काट्दा आयो, खुट्टा काट्यो, हात काट्यो, भ्याइयो, अब सक्यो। गाई देख्न सक्नुहुन्छ। त्यहाँदेखि यस्तो जङ्गलभित्र आइसक्यौँ, जङ्गलै जङ्गल छ यता है यस्तो जङ्गलमा गाई यसको फुल भिडियो हेर्न छ भने मेरो युट्युब च्यानलमा जानु होला, हिमाल भ्लग लाइक कमेन्ट सब्सक्राइब हानिदिनु होला गाइस। ल यसको फुल भिडियो चाहिँ नि युट्युब च्यानलमा आउँछ है गाइस। देख्न सक्नुहुन्छ यस्तो जङ्गलमा घना जङ्गल छ, हेर्न सक्नुहुन्छ। अब हेर्नु यस्तो छ, बाटो पनि अघि फाडेर आन पर्ने छ, बाटो फारिएन, अहिले दुःख पर्यो गाइस। यस्तो छ जङ्गल, हेर्नुहोस् कस्तो लाग्छ कमेन्टमा भन्नु होला गाइस। देख्न सक्नुहुन्छ यस्तो जङ्गल।